यो सबै कुरा बिग्रेको कहाँनिर बिग्रेको भन्दाखेरि यो दाउन्नेको जाममा परेर हो क्या। 5.5 घण्टा जाममा परेछ सुके साथीहरू, नत्र भने चाहिँ पुगिन्थ्यो टाइममा। 5.5 घण्टा जाममा परिसकेपछि यता पनि 5.5 घण्टा लस भइहाल्यो। अब के गर्छ जसरी तसरी हेरौँ पुगिँदैन। डिजी सरले चाहिँ साह्रै दुःख दिनुभयो, देखिरहनु भएको छ तपाईँहरूले नि। त्यही भएर बेलैमा होइन तपाईँको आफ्नै प्रदेशको चिठी काटेर ल्याउनु होला, लगेर चाहिँ सँगै बुझाउनु होला। त्यसले गर्दा चाहिँ तपाईँहरूलाई टाढा टाढा जानु चाहिँ पर्दैन है। सुर्खेत आएर बसेछु यार। हाम्रो आकाशले फोन गरे होइन, हाम्रो आकाश साथीले। सुर्खेत आएर गर्नै पऱ्यो, कसैले सुनेकै छैन त्यहाँ। टेकुमा त कसैले कुरै सुनेको छैन हाम्रो। राजधानी कहाँ सुर्खेत रहेछ? उयो कर्णालीको राजधानी कहाँ सुर्खेत रहेछ? सुर्खेत रहेछ, सुर्खेतमै छौँ हामी। नमस्ते साथीहरू, आजको मेरो नयाँ भिडियोमा स्वागत छ। आजको हाम्रो भिडियोको सुरुवात भएछ पथबाट। हामीहरू जाँदैछौँ सुर्खेत, तर हामी पर्यौँ जाममा। त्यही भएर अझै यहाँबाट अझै आधा 8 घण्टा लाग्छ। हाम्रो काम नहुन पनि सक्छ, नगिन हो काम भएन भने हामीले बस्नुपर्छ आधा क्वार्टर लिएर। त्यसपछि अब सन्डेतिर सब्मिट गर्ने लेटर, अनि अब हेरौँ रिस्पोन्स कहिले आउँछ। अब सकेसम्म चाहिँ हामी कोसिस गर्छौँ होइन टाइममा पुग्ने। पुगेन भने अब हेर्दै जाउँ के हुन्छ। अहिले चाहिँ हामी छौँ यो सबै बस्छौँ है त। अनि साथीहरू यहाँ हेर्न सक्नुहुन्छ होइन, हामी 6 जना मात्र छौँ यहाँनिर। नि गाह्रो छ, त्यही भएर यहाँहरूलाई रहेछ साउजीले हामीलाई चाहिँ जामका जाम भन्नुभएको। साथीहरू पानी पर्छ जस्तो छ। अब त यहाँ त इन्ट्री गर्नलाई जानु भयो। साथीहरू इन्ट्री गर्न जानुभयो। साथीहरू हामी चाहिँ यहाँनिर अब तेल भराउनु चाहिँ रोकिरहेको छौँ होइन। यहाँ ठाउँमा के हो चाहिँ थाहा भएन होइन, के भन्छ ठाउँ चाहिँ। पानी परिरह मस्त लगाएर आज टाइममा पुगिन्न जस्तो छ, गएर बस्ने मात्र हुन्छ। पानी परेको तेल भराउँदै हुनुहुन्छ। ल हामी चाहिँ यहाँबाट निस्क्यौँ है। ल साथीहरू, फाइनली अब हामी चाहिँ होइन हाम्रो बसबाट हाम्रो साउजीलाई बिदाई गरेर हामी चाहिँ इभीमा आएर बसिसकेको छौँ। यहाँ दिन सक्नुहुन्छ सबभन्दा लास्ट सिटमा छौँ। अनि टिभी पनि प्याक छ। यो सँगसँगै टाइममा पुगिन्छ भन्ने आशा गरौँ। र हाम्रो अमित सर के भन्नुहुन्छ, हामी पुगिन्छ कि पुगिँदैन? आज हामी जुन कामको लागि आएको छौँ त्यो त काम त धेरै इम्पोसिबल लागेको छ, किनभने हाम्रो यहाँबाट 2 घण्टा लाग्छ। अनि त्यहाँ जाँदा जाँदा फेरि 3-4 बज्छ फेरि। अनि आज फ्राइडेले गर्दा आई थिङ्क अफिसै बन्द हुन्छ 3:30 बजीतिर, 3 बजीतिर। अब हेरौँ, आशा धेरै कम छ। त्यहाँ हामीले क्वार्टर लिएर बस्नुपर्छ सन्डेको लागि। होप पोजिटिभ, लेट्स सी। यो सबै कुरा बिग्रेको कहाँनिर बिग्रेको भन्दाखेरि यो दाउन्नेको जाममा परेर हो क्या। 5.5 घण्टा जाममा परेछ सुके साथीहरू, नत्र भने चाहिँ पुगिन्थ्यो टाइममा। 5.5 घण्टा जाममा परिसकेपछि यता पनि 5.5 घण्टा लस भइहाल्यो। अब के गर्छ जसरी तसरी हेरौँ पुगिँदैन। साथीहरू हामी चाहिँ भर्खर इभीबाट झऱ्यौँ होइन। यहाँनिर इभी चाहिँ रोकिरहेको छ। अब हामी पुगिँदैन जस्तो भन्ने फिक्स भइसक्यो। आधी घण्टा यहीँ छ यार। 1 बज्न लागिसक्यो, 2 बजी बन्द हुन्छ जस्तो छ। अनि यहाँनिर चाहिँ नास्ता खानु छ। हामी पनि नास्ता खान्छौँ होला। यहीँनिर नास्ता खान्छौँ। नास्ता सुरु भयो, नास्ता फिनिस्ड है त यहाँको इभी है त। ल साथीहरू, हामी चाहिँ भर्खरै होइन उसबाट इभीबाट झरेर अब हामी समाज विकास मन्त्रालयतिर चाहिँ आइसकेका हौँ। त्यहाँनिर छ फाइनल्ली सामाजिक विकास मन्त्रालयमै पुग्यो है त। तर यहाँनिर अब बन्द छ, के गर्ने होइन। इभीले ढिलो ल्यायो, हतार हतार गर्दै भ्लगै नबनाइकन आउनु चाहिँ आएर पनि काम लागेन। अब होटल खोज्ने यहाँनिर बस्ने हुन्छ। यहाँनिर मिरर रहेछ, मिररमा हेर्दै बनाइरहेको थिएँ। अमित के छ? सचिवसँग यहाँ भेट्नु पऱ्यो। अब जहाँ दरबन्दी खाली हुन्छ त्यहाँ गर्नुहुन्छ भन्ने कुरा छ। अब हेरौँ, सरलाई भेटौँ, जाने भेट्न। तर यहाँ त बन्द भइसक्यो भन्दै नि सर भन्दैछन् भित्र छ हुनुहुन्छ अरे। ए ल साथीहरू, हाम्रो चाहिँ फाइनल्ली उता मन्त्रालयमा चाहिँ कुरा भएर चाहिँ अब हाम्रो होटल खोज्ने काम चल्दैछ। हामी चाहिँ यहाँनिर घन्टाघर मोमो सेकुवामा चाहिँ आएको समय। ल साथीहरू, हामी चाहिँ अब के गर्ने, अमितको रिलेटिभसँग चाहिँ कुरा गरेका थियौँ। उहाँ चाहिँ अलिकति धेरै टाढा बस्नु रहेछ। त्यही भएर हामी चाहिँ अहिले यहाँनिर घन्टाघर मोमो हाउसमा चाहिँ अब खाजा खाना चाहिँ बसेका छौँ। यहाँ खाजा खान्छौँ अनि त्यसपछि हामी होटल खोज्छौँ है त। पहिला चाहिँ पेट पूजा गर्ने, अनि त्यसपछि अब बसोबासको व्यवस्था गर्ने भन्ने सोच छ। र साथै यहाँनिर देख्न सक्नुहुन्छ हाम्रो अमित सर।
एकदमै धेरै खुसी हुनुहुन्छ होइन ह्याप्पी धेरै ह्याप्पी बस्छु सर के कारण? अब हामीले उताबाट आइयो हो केटिएमबाट सुर्खेत अब आएर चाहिँ हामीले चाहेअनुसार मेरो के विचार त्यो सुर्खेतमै पाऊँ भनेर म सुर्खेतमै जहाँसम्म आशा छ मेरो कुनामा म हुन्छु होला कार्यरत अब हेरौँ आशा त्यही छ र साथीहरू अनि यहाँनिर हेर्न सक्नुहुन्छ फेरि पानी परिरहेको छ यस्तो अवस्था छ साह्रै दुःख पाइएछ होइन अब के गर्नु जे जस्तो भए पनि अब म्यानेज गर्नै पर्यो हाम्रो डिजी सरले चाहिँ साह्रै दुःख दिनुभयो देखिरहनु भएको छ तपाईँहरूले नि त्यही भएर बेलैमा होइन तपाईँको आफ्नै प्रदेशको चिठी काटेर ल्याउनु होला लगेर चाहिँ सँगै बुझाउनु होला त्यसले गर्दा चाहिँ तपाईँहरूलाई टाढा टाढा जानु चाहिँ पर्दैन है त ल साथीहरू अब खाजा आउँछ अनि खाजा खान्छौँ हामीले मगाएको खाजा चाहिँ आइसकेको छ अब चाहिँ खाजा खान लाग्छौँ अमित सर ट्राई गर्नु त कस्तो छ अनि रिभ्यू पनि दिनु अमित सर खाएर एकचोटि ट्राई गर्नु रिभ्यू दिनुहोस् रिभ्यू त के दिनु कस्तो लाग्यो दामी छ दामी छ ल चटनी राम्रो छ उनीहरू चाहिँ खाजा खाइसकेको छौँ अब यहाँबाट चाहिँ निस्किन्छौँ होइन यहीँको साउजीले चाहिँ हाम्रो लागि होटल मिलाइदिनु भएको छ अब उहाँसँग चाहिँ हामी जान्छौँ आएर यदि हजुरहरू पनि सुर्खेत आउनुभयो भने चाहिँ एकचोटि साउजीकोमा चाहिँ साउजीकोमा आएर कोदोको मोमो है यहाँको एकदम स्पेसल भनेको कोदोको मोमो हो आएर चाहिँ ट्राई गर्न सक्नुहुन्छ ल साथीहरू यही अब हामी चाहिँ होटल जाने है ल साथीहरू यही नै हो यो देख्न सक्नुहुन्छ यहाँनिर छ बोर्ड वीरेन्द्रनगर छ घन्टाघर लाइननिर है त ल साथीहरू हामी बस्ने होटल चाहिँ आइसक्यो अब हेर्छौँ राम्रोसँग है त निराजन होटल एन्ड लज रहेछ त्यहाँबाट भित्रपट्टि है अहिले हामी चाहिँ हाम्रो रुम आइसक्यो होइन अब रुम चाहिँ ठिकै छ त्यस्तो अब धेरै एक्सपेक्टेसन चाहिँ नगर्नु होला हामीले चाहिँ अब त्यही अनुसारले हामीले सक्ने अनुसारले हामीले लिएको छौँ अनुसारले आफ्नो एज अ विद्यार्थीको बजेट अनुसारले गरेका छौँ हामीहरू अब चाहिँ त्यही हो मेन कुराहरू बसौँ रुममा अब म तपाईँहरूलाई चाहिँ हाम्रो रुमको चाहिँ यो टुर दिन्छु होइन अब टुर चाहिँ अब के भयो यति सानोतिनो छ हेरिहाल्नुहोस् त्यही पनि कस्तो छ यता सुर्खेततिर चाहिँ होटेलमा रुम चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब एकदम राम्रो होटेलमा चाहिँ राम्रो पनि हुन्छ तर हामी चाहिँ नर्मल्ली ठिक्कको लिएको छौँ है त्यही अनुसारले आफ्नो बजेटले पुग्ने हिसाबले अब इन फ्युचर अझ राम्रो ल्याउँला अहिलेको लागि स्टुडेन्ट छौँ स्टुडेन्ट भएर त्यही अनुसारले लिएको छौँ र यहाँ हेर्न सक्नुहुन्छ हामीलाई चाहिँ 2टा बेड छ होइन मेरो लागि एउटा उनको लागि एउटा छ 2टा बेड अनि यहाँनिर अब क्या कपाल भएपर चाहिँ बसेर दुइटाले टक्क डाइनिङ गर्नुहुन्थ्यो कपाल नभएपछि अब खाना चाहिँ हामीले खाने चाहिँ यसैमा भइहाल्यो अनि यहाँनिर एउटा सानो सानो घर र उ गरेको चाहिँ पोस्टर रहेछ अनि अर्को देख्न सक्नुहुन्छ मिरर चाहिँ म चाहिँ देखिएन अमित हल्काई यसो हिँडेपछि अमित सर देखिनु भएको छ यो मिरर भयो अनि त्यसै गरेर सबभन्दा स्पेसल भनेको हाम्रो 1990को चाहिँ टिभी है यो टिभी जुन चाहिँ एकदम धेरै पुरानो मलाई म सानोमा हुँदाखेरि चाहिँ हामीले यो टिभी युज गर्थ्यौँ अहिले यहाँनिर चाहिँ यो टिभी देख्दाखेरि मलाई हाम्रो बचपनको याद आयो र अर्को त डस्टबिन छ डस्टबिन देखिहाल्नु भयो अलिकति ल क्लिनिङ रूपमा चाहिँ ठिकै छ त्यस्तो नराम्रो भन्दैन अनि फ्यान छ जुन चाहिँ अब हामीलाई कामै छैन फ्यान र अर्को अट्याचवाला लिएको छौँ है हामीले अट्याच बाथरुम छ यो पनि देखाउँछु एकछिनमा र यो पनि हेरिहालौँ यो चाहिँ यस्तो छ है त साथीहरू ठिकठाक हामीलाई काम चलाऊ है हेर्न सक्नुहुन्छ यत्तिको छ यो ठिकै रेन्जमा आएको अब मैले रुम टुर चाहिँ दिइसकेँ देखिसक्नु भयो हाम्रो रुम चाहिँ यस्तो छ अब एकछिन चाहिँ अब हामी रेस्ट गरिन्छ त्यसपछि अब फर्दर अगाडिको प्लान चाहिँ के हुन्छ सोध्छौँ है त सुर्खेत आएर बसेछु यार हाम्रो आकाशले फोन गरेको है हाम्रो आकाश साथीले सुर्खेत आएर गर्नै पऱ्यो कसैले सुनेकै छैन त्यहाँ टेकुमा त कसैले कुरै सुनेको छैन हाम्रो सुर्खेत रहेछ सुर्खेतमै छौँ हामी को म र विशाल ल्याङ भयो यार हाम्रो त त्यही हो यहीँ सुर्खेतमै यहीँ हालेछ अब सन्डे थाहा हुन्छ कता हाल्छ हामीलाई तिमीहरूको भैँसोको फिक्स ए ठिकै छ राम्रो छ यार परदेश सायद मेरो जिल्ला पनि आइहाल्छ ल साथीहरू के गर्नु होइन कसैलाई सुखै सुख छ यहाँ हामीलाई सुख दुःख दुइटै एकैचोटि आउँछ
भर्खरको भर्खर हाँस्ने हुन्छ कि भर्खरको भर्खर हुने हुन्छ हो यार यस्तै सेम हुँदैछ यार एकचोटि यस्तो ह्याप्पिनेस हुँदैछ कि लागेछ हामी जितिहाल्यो दुनियाँ यो लागेछ तल हामी कहाँको हो के भइसकेछ त्यस्तै भइरहेछ क्या किन स्कलरसिप पढ्यो भने त्यस्तै भइरहेछ कहिले कहिले तर साथीहरू म एउटा कुरा चाहिँ साँच्चो भन्छु है भिडियो बनाउने भने धेरै कुरामा हेल्प हुन्छ है आज जुन तरिकाले दाइहरूले सहयोग गर्नुभयो म चाहिँ दाइ नै भन्छु है त्यसमा चाहिँ यो भिडियो पनि एकदम धेरै क्रेडिट छ धेरै र यसै गर्दै आगामी दिनहरूमा पनि अगाडि बढिन्छ भन्ने आशाका साथ यो भिडियो यही नै अब एकैछिनमा चाहिँ पज गरिन्छ केही भयो भने फर्दर हामी अपडेट दिन्छौँ अहिले चाहिँ हामी रेस्ट गर्छौँ है ल साथीहरू यो चाहिँ हाम्रो सुर्खेतको नाइट भ्यू है त हामी बसेको ठाउँबाट होटेलबाट हेर्न सक्नुहुन्छ यस्तो छ है सुर्खेत बजार भनौँ स्टिल अझै पानी परिरहेको पानी रोकेकै छैन त्यस्तो अब चाहिँ हाम्रो खाना खाने टाइम हुँदैछ है त अब यस्तै हो है साथीहरू आजको भिडियो यति नै थियो म यही नै टुङ्गाउँछु आशा लाग्छ हजुरलाई मेरो भिडियो मनपर्छ होला मनपर्छ भने लाइक सेयर अनि कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला बाई साथीहरू